हामी मन्दिर परिक्रमा यताबाट घुमेर कता यो फालै घुमेर हामी उतातिर जानेछौँ। उहाँ हुनुहुन्छ श्याम पङ्गेनी, पूर्वखोला गाउँपालिका, हाल बसाइ काठमाडौँबाट केही दूरीमा रहेको कालिङचोक, त्यो कालिङचोकमा हामी घुम्न आएका छौँ। नेपालको सौन्दर्यता एकदम राम्रो भएको कारणले हामी देश विदेशमा यसलाई चाहिँ चिनाउन चाहन्छौँ कि नेपाल एकदम उत्कृष्ट देश हो। एसियाकै सबैभन्दा राम्रो र उत्कृष्ट देशमा पर्न सफल भएको हाम्रो यो नेपाल। तलको भ्यू हेर्ने हो भने यस्तो छ, तपाईँ यहाँबाट सबै हेर्दै जान सक्नुहुनेछ।